बिहान 11 बजे वामदेवजीलाई बोलाउनु भएछ र अबको अध्यक्ष तपाईँ नै हो कमरेड, प्रधानमन्त्री नि अब तपाईँ नै हो, मैले अरू देखिन भन्नुभएछ। उही दिन अरू दिनको त छँदै थियो। अनि 1 बजे माधव कमरेडलाई बोलाएर तपाईँ नै अभिभावक हो हाम्रो, तपाईँ उभिदिन पर्यो, अब अध्यक्ष पनि तपाईँ नै हो, प्रधानमन्त्री पनि तपाईँ नै हो भनेर उहाँलाई भन्नुभएछ। 1 बजे 4 बजे म गएको, मैले त एमाले भित्र नेता नपाएर तपाईलाई ल्याएको भन्नुभयो मलाई। कस्तो सकेको हो के, सकेको देखेर पनि म त ताजुब मान्छु क्या। अगाडिपट्टिबाट मुसारेर पछाडिबाट एमालेको अध्यक्षको कला क्षमता तारिफ गर्न लायक छ। मलाई राम्रो फकाउनु भयो, वामपन्थी पो मिल्न पर्छ कांग्रेससँग, कांग्रेसको हो। धेरै 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 मिठो गरी भनेपछि होला त नि भनेर विश्वास गर्ने। फेरि म वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौँ न तर पश्चिम बङ्गाल जस्तो भइन्छ अर्को चुनावमा त हामी भनेपछि त हो भन्ने लाग्यो मलाई त। म लामा लामा मिठा भरोसापूर्ण सम्बन्धहरूबाट लट्ठ्याइएँ, अल्मलिएँ। स्वर्ग र नर्क सँगै जाने, 17 को बिहान स्वर्ग र नर्क सँगै जाने, मिलेर 84 को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुहोस् भनेपछि त म त मक्ख परेँ। बाहिर पत्रै पनि छरपष्ट आएको त थियो, तर मूल नेतृत्वले नै स्वर्ग गए नि सँगै नर्क गए नि सँगै भनेपछि त के नपत्याउने। म फुर्किँदै क्याबिनेटमा गएँ। क्याबिनेटमा उप प्रधानमन्त्री मन्त्रीजी सबैलाई शङ्का थियो, ल है धोका हुन लाग्छ, भइसक्यो रे, लास्ट हस्ताक्षरको तयारी भएको छ त भन्नुभएको थियो। तपाईँहरू बुझ्नु, मेरो 4 घन्टा कुरा गरेर आएको छु, एमाले अध्यक्षसँग कस्तो राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नुहोस्, केही हुँदैन भने मैले। कति लाटो म। उहाँलाई त रमाइलो भए जस्तो क्या, देश बर्बाद भइरहेछ, संविधान बर्बाद भइरहेछ, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेछ, उहाँ त बडो जितेको विजेता जस्तो। अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुरा बनाउँदै दुनियाँले रुवाउँदै हिँड्नु त म। तर तपाईको कमिक एउटा जोकरले देखाएको जोकिङ बाहेक केही नै होइन भन्ने पनि हाम्रो अनुभव छ। चक्करै रहेछ। नेपाली जनता हाँसेकोमा किन पिर गरे होला? तपाईको यो उल्टो खोपडी देखेर अनौठो भाव व्यक्त गरेको मात्रै हो। जति कमिक गर्न चाहनुहुन्छ गर्नुहोस्, तपाईलाई त्यो स्वतन्त्रता छ। केपी ओली मान्छे हँसाउँछ, मान्छे हँसाएर हिँड्छ। अनि के म मान्छे मार्दै, विधवा बनाउँदै नौटङ्की देखाउनु भएको छ र हामी त्यो नौटङ्की हेरिराखेका छौँ। बडो विचित्रसँग यो कम्युनिस्ट तालमा हिँड्नलाई 3 वर्ष सिकाएँ मैले, तालिम दिएँ। म बजाउँछु टुकुर तबला, ऊ नाच्छ धाँडीकी जस्तो। मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलङ्कको टीका लाउनु भयो, यो मेटिँदैन, यो मेटिँदैन।